वेलकम टु भ्लग नम्बर 2। सो आज चाहिँ हामी स्विमिङ जाँदैछौँ। आफ्टर लङ टाइम हाम्रो लास्ट भिडियोमा भनेको थियौँ। क्यान यु किप इट डाउन? दिस इज द एन्ड। अलि राम्रो आयो। माइक जोड्छु म। ओके। चेक माइक 1 2 1 2। सो हाई वन्स अगेन। यो चाहिँ भ्लग नम्बर 2 र आज चाहिँ हामी फाइनली स्विमिङ जाँदैछौँ होइन, किनकि अस्तिको हाम्रो फर्स्ट भ्लगमा चाहिँ हामी आमा स्मृति नै म यहीँ बसेर गर्छु। अस्तिको हाम्रो पहिलो भ्लगमा मैले भनेको थिएँ हामी स्विमिङ जानेवाला थियौँ, तर हाम्रो प्लान चाहिँ लास्ट मोमेन्टमा क्यान्सल भएको थियो र हामी ब्लफर्स गएको थियौँ। तर आज चाहिँ लेट्स गो टु स्विमिङ पुल। वेदर पनि राम्रो छ, काम सक्यो, थकाइ पनि लागिरहेको छ, एकछिन रिल्याक्स गर्नको लागि चाहिँ स्विमिङ जाने प्लान बन्यो होइन। अनि हाम्रो घर नजिकै चाहिँ एउटा कम्युनिटी सेन्टर छ। सो मैले कल गरेर सोधेको थिएँ, त्यहाँ चाहिँ एभ्री साँझ 7:30 बजेदेखि 9 बजेसम्म चाहिँ स्विमिङ हुन्छ। लिजर स्विम भन्छ यिनीहरूले चाहिँ, जहाँ चाहिँ हामीले जस्ट आफ्नो फन इन्टरटेनमेन्टको लागि स्विमिङ गर्न पाइन्छ। राम्रो वेल मेन्टेन हुनुपर्ने हो, यहाँ चाहिँ सबै गभर्मेन्टले नै प्रोभाइड गरेको हुन्छ। सो विल गेट रेडी, वी विल हेड आउट अनि बाँकी कुरा चाहिँ अब बाटोमा गरौँला। सो लेट्स गो। आजको वेदर कस्तो छ भन्ने कुरा ल क्यामेरै स्विच हुँदैन रहेछ। आज यस्तो छ, एकदमै फिल्मी स्टाइलको हल्का घाम लागिरहेको छ, हल्का हावा चलिरहेको छ, आनन्द आउँछ। पर्फेक्ट डे टु गो आउट। के बोले भाइ? अब के बोले? पर्फेक्ट डे टु गो आउट। सो लाइक वी सेड होइन, हामी चाहिँ स्विमिङ जानलाई निस्कियौँ। अलि छिटो निस्किने प्लान थियो, तर अलि ढिला भयो। अहिले चाहिँ कति बज्यो होला गेस? सो बाहिर हेर्दाखेरि 4-5 गेस गर्नुहुन्छ होला होइन, तर अहिले 8:30 भइरहेको छ। द्याट्स क्यानाडा। लाइक लिटरली घाम बल्ल अस्ताउँदैछ होइन, तर 8:30 भयो। अहिले चाहिँ 8:15 भयो। हामी ठ्याक्क त्यहाँ स्विमिङ पुलमा पुग्दाखेरि 8:30 हुँदो रहेछ, 9:30सम्म खुल्छ भनेर भनेको छ। सो जान्छौँ एकछिन, आधा घन्टा 45 मिनट चाहिँ स्विमिङ गर्ने, त्यहाँबाट 15 मिनट जति सना पनि छ अरे, त्यहाँ एकछिन सनामा बस्ने, यसो रिल्याक्स गर्ने, अनि त्यसपछि आउने। सो अहिले चाहिँ हामी उबर कुरिरहेको छौँ। 15 मिनट जस्तो लाग्दो रहेछ उबरमा। यहाँबाट चाहिँ अगेन बसमा जान एकदम टाइम लाग्छ। सो उबरलाई वेट गरिरहेको छौँ। सो लेट्स गिभ इट अ फ्यु मोमेन्ट्स। सो हाम्रो उबर चाहिँ आइपुग्न लाग्यो। पिकअप इन 1 मिनट देखाइरहेको छ। सो प्रोबब्ली यतातिरबाट आइपुग्छ होला। सो हाम्रो गाडी ठ्याक्कै यो आइपुग्यो। जाउँ। We are getting in. ठिक छ नि स्मृति? ठिक छ, अलि चाटो भइरहेछ। A few moments later. Yeah. Thank you so much. Bye-bye. ल है आएँ। ओइ सरी, म उताबाट निस्कियो होला सोचेँ नि त। ढोके लगाइदियो। अनि कस्तो थाहा भएन नि त। सो हामी चाहिँ यो यसमा आइपुगेको छौँ होइन, रिक्रिएसन सेन्टरमा। अनि यो चाहिँ एउटा कम्युनिटी सेन्टर हो होइन। र क्यानाडाको चाहिँ मलाई यो कुरा एकदमै मनपर्छ। मलाई यो भन्न मन थियो होइन। जस्तै नेपालतिर हामीलाई कतै जान मन लाग्यो, फ्यामिलीसँग टाइम स्पेन्ड गर्न मन लाग्यो भने ठाउँहरू लिमिटेड हुन्छ, खासै हुँदैन होइन। सो कल्चर छ भन्दाखेरि चाहिँ एभ्री लोकेलिटीमा एउटा गभर्मेन्टले नै मेन्टेन गर्ने, गभर्मेन्टले नै सबै कुरा म्यानेज गरिदिने यस्तो रिक्रिएसन सेन्टर अथवा कम्युनिटी सेन्टरहरू बनाइरहेको हुन्छ। अनि यहाँ फ्री एडमिसन हो, भित्र जिम हुन्छ, सना हुन्छ, स्विमिङ पुल्सहरू हुन्छ होइन। अनि डिफ्रेन्ट क्लासेसहरू हुन्छ कम्युनिटीको मेम्बरहरूलाई इङ्गेज गर्नको लागि। सो एकदमै राम्रो कन्सेप्ट हो जस्तो लाग्छ कि यो चाहिँ नेपालले पनि यसबाट चाहिँ इन्सपिरेसन लिएर यस्तो इम्प्लिमेन्ट गर्दै हुन्थ्योस् भन्ने चाहन्छु चाहिँ होइन। अब यो हेर्दाखेरि लाग्दैन गभर्मेन्ट मेन्टेन्ड हो भनेर, तर यो फुल्ली गभर्मेन्ट मेन्टेन्ड हो। यहाँनिर कुनै पनि एक्टिभिटी गर्नलाई हामीलाई पैसा लाग्दैन होइन। सो अब चाहिँ हामी भित्र जाँदैछौँ। सो पछि हामी
भित्र जान्छौँ यस्तो पाउँछ हुँ? यस्तो पाउँछ यहाँभित्रसम्म चाहिँ पाउला नि सब हामी भित्र गएपछि प्रब्लली खिच्न पाउँदैन होला किनभने स्विमिङ पुलमा एज यु क्यान नो होइन कमन सेन्स सो यस्तो छ स्विमिङ पुल चाहिँ Swimming गर्नुपर्छ पर्छ होला यो चाहिँ यहाँ रेजिस्टर गरौँ This way? Okay, thank you. थ्याङ्क यू यहाँ युनिभर्सल रहेछ होइन यो भने चाहिँ फ्यामिलीहरूको लागि जस्तो छ हामी चाहिँ यहाँ जान्छौँ यहाँको सोना रुम रहेछ यहाँ बाहिर चाहिँ स्विमिङ पुल सो हामी निस्किँदाखेरि चाहिँ रात परिसक्यो होइन अहिले चाहिँ आवाज अलिक फरक आएला मैले माइक लगाएको छैन निकाल्न नै अल्छी लाग्यो तर एकदम थाकियो हामीले स्विमिङ गऱ्यौँ सना गऱ्यौँ जकुजी गऱ्यौँ अनि मैले चाहिँ हाम्रो स्केड्युल पनि लिएको थिएँ 4 दिन खुल्दो रहेछ थर्सडे फ्राइडे स्याटरडे सन्डे 4 दिन सो अब चाहिँ हामीले उबर बोलाछौँ घरजनाको लागि सो होपफुली यो एकदमै इन्फर्मेटिभ भयो होला म यो स्केड्युलको पनि अहिले फोटो खिचेर हालिदिउँ ल सो तर चेन्ज भइरहँदो रहेछ यो मे 31 सम्मको लागि रहेछ सो खासै युजफुल त नहोला बट स्टिल ओके गाइज Okay, bye-bye.